अनि सम्धि फेरि तपाईँलाई ढेके जाकरीले सन्चो बनाउनु भयो रे होइन? हजुर। अनि फेरि ढेके जाकरी बाजे फेरि बित्नुभयो। ढेके जाकरी बितेपछि फेरि तपाईँहरू खोलान खेल्न जाँदा त्यो ढेके जाकरीको च्यानबाट खोटलेर एक गिलिन रक्सी फेरि त्यही च्यानमै बसेर खाएको रहेछ तपाईँले हो? ल भन्नुहोस् यसको बारेमा पनि ल। यो यस्तो पो सम्झेज्यू। हजुर। ढेके जाकरी पुरा घाँतो पुरालाई चाहिँ पम्पम गाडेको थो त्यहाँ गाड्दा बेला चाहिँ नि हरिप्रसादले के भन्यो, लो त जारो भयो च्याङबा जारो भयो, अब त्यो चेन खोरल्ने भन्यो। कसले? हरिप्रसादले भन्यो। त्यहाँबाट चाहिँ नि चेन खोरल्ने उल्टा थुल्तल छ पनि उक्कार बस्यो त्यो के हजुर हरिप्रसादले। त्यहाँबाट त म त भित्रबाट त रक्सी त पाँजी रहेछ के रे यत्रोको। ओहो, च्यानभित्र झाँक्री मान्छेको फेरि नजलाउने होइन गाड्ने सिस्टम। हजुर। त्यो बुलेट बन्ने रक्सी। बुलेट। हजुर। बुलेट के है भान्जी पनि तमी पनि कुरा नगर्नु। बच्चालाई थाहै छैन। त्यहाँबाट सम्झे कि त्यो बुलेट रक्सी त आमा आफैमा सिरानमा पाँची छ गरे यत्रो मल छ पनि निकालिने यत्रोको। त्यहाँनिर कति त थियो बुलेट रक्सी त सम्झी सिरानमा त पाँची पाँची कति त थियो भन्ने पाँची भन्नाले नि त्यहाँ त कम्तीमा त्यतिखेर त मान्छे गाने काम अनि पहिला झाँक्रीलाई गएको थिएँ। झाँक्रीलाई गाने कोक त्यहीँ छ अनि बुलेट रक्सी त्यही छ। कोक त खानु भएन नि? कोक पनि खाइयो रक्सी खाइयो। अब झ्याप नसम्म चाहिँ नि खाइयो। त्यहाँबाट चाहिँ नि त्यो हरिप्रसादले दुईटा कोक छ मात्र जोरमा बसे त्यो कि पसाती गएर अब त्यो चेनमा गएर अनि त्यो अनुसार तपाईँले चाहिँ त्यो बुलेटकोमा छ नि रक्सी परापुनको त्यहीमा झिकेर खानुभयो। त्यो बुलेट बन्ने रक्सी बुलेट बन्ने म त खानै त्यो डाङखोलान पाल्दैन। कति त खानुभयो त? त्यहाँबाट झ्याप भयो गरेर कति त खानुभयो त? मैले 5 त खाएँ नि। हो एक्लै म 5 त। हरिप्रसादले एउटा कोक र ऊ खायो के खायो के अरे 4वटा बुलेट खायो। अरू के भन्नुहोस् त सम्झे? अरू केही पनि छैन हजुर। हजुर राम्रै कुरा गर्नुभयो। के गर्नु त अब भोकै खोलान खेल्ने चाहिँ यत्रो माछा मारेर खाम्ला भन्ने हामीलाई वो के भन्छ हामीलाई माछा मारेर खाम्ला भन्ने आउनुपर्छ। त्यसपछि तपाईँ बिरामी परे गरेको होइन सम्धि? हरिप्रसादलाई त अब ऊ त पैसावाला मान्छे, उसलाई त कोरिया लाउने मान्छे पनि हो। तिलाई त अब काठमाडौँतिर लगेको रे। म त अब यस्तै नि साथी छ पुसा लाउनुहोस् के भयो जान्छ के यसमाथि उसार्नुहोस्। म त सम्झेँ हरिप्रसादलाई त अब यो के लाउने आमा हजुर तिनीलाई त त्यो हरिप्रसादलाई त लगेको रे ऊ र म त गरिब मान्छे यत्रो। अन्त मामालाई रक्सी हाल्नु भयो।